यो हाम्रो कोरियाको काम गर्ने ठाउँ हो। डोङजाङ भन्छन्। भन्नाले एग्रिकल्चरको डिपार्टमेन्ट छ। हामी यो फुड कम्पनीमा काम गर्छौँ। उहाँ काम गर्ने बहिनी हुनुहुन्छ एकजना। हेलो, तपाईलाई काम गर्दा कस्तो लागिरह? कस्तो लागिरह काम गर्दा? पैसा त यसरी टिपिदो रहेछ नि। यता अनुहार हेर्नु पाइँदैन। ए काम गर्न कति लगनशील मेहनतले काम गर्नु पर्दो रहेछ। पैसा त्यसै हुँदो रहेछ भन्ने यहाँबाट सिकियो है। साउको डर पनि मान्नुपर्ने। एकछिन भिडियो गरौँ भनेको त। यसरी मेहनतका साथ काम गऱ्यो भने बल्ल पैसा हुन्छ भन्ने हामीलाई लागिरह है। कोरियाको काम यस्तो हुँदो रहेछ। मेरो नि काम थियो एकछिन, यहाँ 5 मिनट काम थिएन र म यहाँनिर आएको। छ नि धेरै पानी यसरी हाल्नु पर्दो रहेछ है। यो फुलको बट्टामा पानी हाल्दा नि गाह्रै हुँदो रहेछ नि। मलाई त हेर्दाखेरि त सजिलै लाग्छ त। सजिलै लागेको छ त हो। पानी हाल्दाखेरि त सजिलो लाग्दैछ त। तपाईँको सबै लिम भनेर हो के? पानी यसरी हाल्नु पर्दो रहेछ। यसरी पानी हाल्नुपर्छ। अरू काम के गर्नुपर्छ नि पानी हाल्नुको साथै? पानी चाहिँ अब यो फुल थोरै मात्र छ। पानी हाल्नु सक्यो भने फेरि फुलहरूको बिरुवा काटेर रोप्नुपर्छ। त्यही हो। बिउहरू उत्पादन के अरे रोपेर फुल उत्पादन गर्ने। यहाँ त बेरमा गरिन्छ। अनि खाना त ठुलो बनाएपछि चाहिँ बाहिर लगेर बेच्ने। अरू के गरिन्छ त यो कम्पनीमा काम? के गर्ने अनि त बिउलाई लगेर वहाँ रोपिन्छ हो। बिउला रोप्ने ठाउँ चाहिँ उता अर्कै उमारेपछि काम त अलिअलि सजिलै गाह्रै हुँदैछ। हुन त पैसा कमाउनु त कहाँ अब। दिनमा 10 घन्टा 12 घन्टा मिनिमम गर्नुपर्छ। अब के सजिलो हो नि। म देखाउने के त मलाई लाग्छ। ल म देखाउँदिनँ के अब। त्यसलाई चाहिँ फेरेङ्गी भन्छ। त्यो फेरेङ्गी भन्छ। त्यो चाहिँ खाउरा भन्छ। ए ल त नि होस् त है। आजलाई यतिकै। तर यो चाहिँ हाम्रो यो ठुलो नोङजाङभित्र बाहिर पनि यतिकै छ। यो भित्र हामी अहिले बिदाले काम गरिरहेको छौँ। म अर्कै पर काम गर्दैछु। यहाँ बहिनीले काम गर्दै हुनुहुन्छ। कसरी पानी हाल्नुहुन्छ अन्त म चेक गर्न आएको। राम्रोसँग हाल्नु हुँदो रहेछ। धन्यवाद। हस् त बाई है। म साउको पिए हो।